नमस्ते सम्पूर्ण लगानीकर्ता साथीभाइ। आजको यस भिडियोमा रहेर लङ टर्म इन्भेस्टमेन्टको लागि कुन कम्पनीहरू ठिक छन् भन्ने बारे कुरा गर्नेछौँ। तपाईले पैसा त कमाउनु भएको छ, तर अहिलेसम्म पनि कुनै कम्पनीमा इन्भेस्ट गर्नु भएको छैन भने आजदेखि आफ्नो पैसा खर्च गर्नु सट्टा कतै लगानी गर्नुहोस् वा कुनै कम्पनी सेयर किनेर बोनस सेयर अथवा डिभिडेन्ड खाएर बस्नुहोस्। धेरैजसो साथीहरूले आफ्नो पैसा इन्भेस्ट गर्न त चाहनुहुन्छ, तर कुन कम्पनीमा लगानी गर्ने भनेर कन्फ्युजमा हुनुहुन्छ। आजको यस भिडियोमा रहेर म तपाईलाई लङ टर्मका लागि कुन कम्पनी किन्ने र कुन कम्पनी अहिलेसम्म कतिसम्म बोनस सेयर अथवा डिभिडेन्ड दिएका छन् भनेर कसरी हेर्ने अनि आफूले कसरी राम्रो कम्पनी छनौट गर्ने र केही राम्रो स्टक्स बारे भन्ने छु, जसमा तपाईले आँखा बन्द गरेर लगानी गर्न सक्नुहुन्छ। सर्वप्रथम त कुरा गरौँ कसरी राम्रो कम्पनी छनौट गर्ने अनि कुन कम्पनीले निरन्तर बोनस सेयर अथवा डिभिडेन्ड दिएका छन् भनेर हेर्ने तरिका सिकाउन जाँदैछु। सुरुमा आफ्नो फोनको ब्राउजर खोल्नुहोस् अनि नेप्से अल्फा भनेर सर्च गर्नुहोस्। वेबसाइट ओपन भएपछि माथि सर्च बारमा देख्न सक्नुहुन्छ सर्च कम्पनी अर सिम्बल भनेर देखाएको छ। त्यहाँ तपाईले सोचेका अथवा कुनै पनि स्टक बारे सर्च गर्न सक्नुहुन्छ। म चाहिँ EBL यानि कि एभरेस्ट बैंक लिमिटेड सेयर बारे हेर्न जाँदैछु। सर्च गरिसकेपछि इन्भेस्टमेन्ट भनेर देख्न सक्नुहुन्छ, त्यहाँ क्लिक गर्नुहोस् अनि देख्न सक्नुहुन्छ त्यो कम्पनी सेयर हरेक वर्ष आफ्नो सेयर होल्डर्सलाई क्यास डिभिडेन्ड अनि सेयर बोनस सेयर दिएको छ। अनि तपाईले छनौट गरेको कम्पनीले पनि यस्तै होस्, ताकि तपाईले हरेक वर्ष बोनस सेयर अनि क्यास डिभिडेन्ड प्राप्त गर्न सक्नुहुनेछ र राम्रो नाफा कमाउन सक्नुहुनेछ हरेक वर्ष। मैले भने अनुसार तपाईलाई टप 5 बेस्ट यस्ता कम्पनी बारे बताउन जाँदैछु, जसमा तपाईले हरेक वर्ष राम्रो नाफा कमाउन सक्नुहुन्छ र तपाईले यो कम्पनीमा ढुक्क नाफा कमाउनु हुनेछ। यो जान्नु अघि च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गर्नुहोला। यो कम्पनीहरू लिस्ट हेर्न सक्नुहुनेछ, तल स्क्रिनमा देखाएको छु।